Hello Tech Fellows. Welcome back to the Dawn Technology. In today's video, we're going to explore the HTTP status codes every DevOps engineer should know. Whether you're a beginner or an experienced DevOps professional, understanding these status codes is essential for troubleshooting applications, APIs, and web servers. Let's get started. काम गरिरहेको बेला एक्कासी प्रोडक्सन डाउन हुँदाको त्यो तनाव त हामी सबैले भोगेका छौं, होइन र? आजको यस विश्लेषणमा हामी एउटा यस्तो विषयमा कुरा गर्दैछौं जसले त्यो तनावलाई निकै कम गर्न सक्छ। हामी HTTP स्ट्याटस कोड्सको बारेमा गहिरिएर चर्चा गर्नेछौं। सुन्दा सामान्य लागे पनि यो गाइडलाई राम्ररी बुझ्ने हो भने यो एउटा सुपर पावर नै बन्न पुग्छ, जसले इन्सिडेन्ट रेस्पोन्सलाई एकदमै छिटो र प्रभावकारी बनाइदिन्छ। एउटा निकै सटिक भनाइ छ नि, हरेक रेस्पोन्स कोडले एउटा कथा भन्छ। साच्चै भन्नुपर्दा यी कोड